हेलो एभ्रिवान, तपाईहरुमध्ये धेरैजनालाई एउटा फोटोबाट एउटा पीएनजीमा कसरी कन्भर्ट गर्ने भन्ने कुरा आइडिया हुँदैन। तर धेरैजनालाई एउटा फोटोबाट पीएनजीमा कन्भर्ट गर्न नपाएर एउटा राम्रो थम्बनेल बनाउनको लागि समस्या भइरहेको हुन्छ र त्यसैगरी एउटा भिडियोमा पनि एउटा पीएनजी फोटो युज गर्न नपाएर हामीले राम्रो भिडियो पब्लिश गर्न अथवा एक्सपोर्ट गर्न सकिरहेका हुँदैनौँ। त्यसकारण म तपाईलाई एकदमै सजिलो तरिकाबाट फोटोलाई पीएनजीमा कसरी कन्भर्ट गर्ने भनेर आज सिकाउनेछु। यसको लागि तपाईँ सबैभन्दा पहिले आफ्नो क्रोम ब्राउजरमा जानुस् र त्यसपछि यो क्रोम ब्राउजरमा गइसकेपछि माथि तपाईले यहाँ remove.pg भनेर टाइप गर्नुस्। remove.pg यो एकदमै इजी र सजिलो एआई वेबसाइट हो। यसबाट फर्स्टमा यो वेबसाइटमा लगइन गर्नुस् अथवा ओपन गर्नुस् र ओपन गरिसकेपछि अब तल एउटा अपलोड इमेज भन्ने बटन छ। यो अपलोड इमेजमा क्लिक गर्नुस् र यो अपलोड इमेजमा क्लिक गरिसकेपछि अब तपाईले कुन फोटोलाई पीएनजीमा कन्भर्ट गर्न मन छ त त्यो फोटो सिलेक्सन गर्नुस्। पीएनजीमा कन्भर्ट गर्ने भनेको चाहिँ हामीले खासमा ब्याकग्राउन्ड रिमुभ गर्नको लागि हो र हामीले धेरै जसो चाहिँ फोटोहरु थम्बनेल बनाउनको लागि पीएनजी फर्मेटमा फोटो चाहिन्छ। त्यसकारण अहिलेको लागि म एउटा नर्मल एउटा ग्रीन स्क्रिन फोटो ब्याकग्राउन्ड भएको फोटोलाई चुज गर्छु र यसलाई ओपन गर्छु। यसरी ओपन गरिसकेपछि यो एआई वेबसाइटले एकदमै इजी तरिकाले सजिलैसँग तपाईको ब्याकग्राउन्ड भएको इमेजेसलाई रिमुभ गरिदिन्छ र यसपछि अब हामीले यसलाई पीएनजीमा कन्भर्ट गर्न सक्छौं। र यसैगरी तपाईले अब अरु कुनै नर्मल एउटा ब्याकग्राउन्ड कुनै पनि भएको छ लाई युज गर्न मन छ, हटाउन मन छ भने यसरी नै अपलोड इमेजमा जानुस्। त्यसपछि अब कुनै एउटा ब्याकग्राउन्ड भएको जुन मेरो ब्याकग्राउन्डमा चाहिँ अब कुनै बाहिर आउटसाइडको इमेजेस छ र यसलाई पनि तपाईले यसरी सिलेक्सन गर्नुभयो भने डेफिनेटली यो एआई वेबसाइटले सजिलैसँग ब्याकग्राउन्डमा तपाईको जे कुरा छ त्यसलाई पनि इजी तरिकाबाट यसलाई कन्भर्ट गर्न सक्छ र यसरी कन्भर्ट गरिसकेपछि यसलाई सिम्पल डाउनलोड गर्नुस् र यो डाउनलोड प्रिभ्यू फ्रीमा क्लिक गर्नुस्। यति गरिसकेपछि हाम्रो एउटा पीएनजी फाइल डाउनलोड भइसक्छ अथवा कन्भर्ट भइसकेको हुन्छ। एउटा हाम्रो यो फर्स्टको फोटो र हाम्रो यो सेकेन्डको फोटोलाई यसरी ओपन गरेर हेर्नुस्। हाम्रो फर्स्टको फोटो यो हो र अब पछि फाइनली चेन्ज भएपछि हाम्रो अर्को फोटो यस्तो भएर चेन्ज भएको छ। यति सजिलो तरिकाबाट हामीले आफ्नो कुनै पनि जेपीजी फोटोलाई पीएनजीमा कन्भर्ट गर्न सक्छौं। आई होप कि तपाईले आज सजिलो तरिकाबाट एउटा फोटोलाई पीएनजीमा कन्भर्ट गर्ने कसरी भनेर सिक्नुभयो र अब यस्तै भिडियोहरु तपाई चाहनुहुन्छ भने हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्नुस्। म यस्तै भिडियोहरु लिएर आउने छु। धन्यवाद।